Hello, my dear friends. Today we will discuss about glucometer. यो चाहिँ डक्टर मोरोपेनम ग्लुकोमिटर हो। यो चाहिँ ब्लड लेभल, सुगर लेभल चाहिँ टेस्ट गर्नलाई चाहिँ युज हुन्छ। म आज तपाईलाई एउटा यो सम्बन्धी अलिकति भिडियो बनाएर यो चाहिँ टेस्ट, ब्लड सुगर टेस्ट कसरी चेक गर्छन् भनेर देखाउन गइरहेको छु। यो भिडियोमा जसरी नै गरेको छ त्यही अनुसारले तपाईले पनि गर्न सक्नुहुन्छ है साथीहरु। अब हामी गर्न गइरहेछौँ डक्टर मोरोपेनमको ग्लुकोन भन्ने ब्लड सुगर लेभलको ग्लुकोमिटर। यसलाई चाहिँ हामीले फर्स्टमा अनबक्सिङ गर्दैछौँ साथीहरु। अनबक्सिङ गरेपछि तपाईहरु देख्न सक्नुहुन्छ फर्स्टमा एउटा हामीलाई सिकाएको हुन्छ क्विक रेफरेन्स गाइड भन्ने। यही गाइड हेरेर चाहिँ हामीहरुले गर्नुपर्छ है साथीहरु। यो गाइड एकचोटी मज्जाले हेर्नु होला र यो बक्स अब खोल्न लाग्छ है। यसलाई जोरले दबाएर माथि उठाएपछि यो बक्स चाहिँ मज्जाले खुल्छ है साथीहरु। त्यसपछि हामीहरुले फर्स्टमा यो ग्लुकोनको यो स्ट्रिपहरु हुन्छ। यो स्ट्रिपलाई हामीले स्ट्रिप भन्ने गर्छौं नर्मल्ली। यसमा चाहिँ देखाएको हुन्छ एरोहरु, त्यही अनुसारले चाहिँ त्यसमा इन्सर्ट गर्नुपर्छ। यसलाई चाहिँ हामी लेन्सिङ डिभाइस भन्ने गर्छौं, जसमा चाहिँ हामीहरुले लेन्स सिटहरु हालेर प्रिक गर्छौं। यो डिभाइस चाहिँ हाम्रो ग्लुकोमिटर हो गाइस है साथीहरु। यो डिभाइसले नै हामीहरुले चेक जाँच गर्ने हो। यसमा चाहिँ मिटर लागेको हुन्छ। यही मिटर अनुसारको हाम्रो चाहिँ ब्लड ग्लुकोज लेभल कति छ, भोको पेटमा कति हुन्छ र खाना खाएर त्यसपछि खाना खाएको 2 घण्टा पछिको टेस्ट चाहिँ हुने गर्छ। यसको तल चाहिँ प्रिक गर्नको लागि लेन्स सिट राखिएको हुन्छ। यसलाई लेन्स सिट भन्ने गर्छौं हामीहरुले। यो युज गर्न भन्दा अगाडि हामीले यसलाई एकचोटी यो लेन्स सिटमा चाहिँ निडिल हुने गर्छ र यो यसरी मजाले घुमाएर खोलेर हामीले यसमा चाहिँ फिट गर्ने गर्छौं। यो लेन्स सिट फिट गरेर ठेकसम्म पुर्याउनु पर्छ साथीहरु। मज्जाले हेरेर मिलाउनु पर्छ, नत्र यो टुटफुट हुन सक्छ। र यो माथिको लेन्स सिट कभरलाई यो हटाएर अनि मात्र हामी यसमा फिट गर्ने गर्छौं। यो माथिको कभरलाई चाहिँ निडिलबाट हटाउनु पर्छ है साथीहरु। त्यसपछि हामीहरु यसको अरु महत्त्वपूर्ण चीज चाहिँ ध्यान राख्नुपर्ने, निडिल पिन्च गर्नुभन्दा अगाडि हामीहरुले चाहिँ अल्कोहलसँग कटनहरु चाहिँ मिलाएर राख्नुपर्छ, किनकि त्यो ठाउँमा इन्फेक्सन हुन सक्छ। त्यही भएर त्यो ठाउँमा प्रिक गर्ने ठाउँमा चाहिँ हामीले सफा गर्नुपर्छ है साथीहरु। यो अल्कोहल र कटन मिक्स गरेर फिंगर टिपलाई चाहिँ हामीले सफा गर्छौं अल्कोहलले। त्यसपछि त्यो ड्राई हुन्जेलसम्म यताउता टच चाहिँ पेशेन्टलाई चाहिँ टच गर्न दिदैनौं। पेशेन्टले चाहिँ यताउता टच नगरोस् भनेर त्यसमा पनि ध्यान राखिराख्नुपर्छ र पेशेन्टलाई पनि भन्नुपर्छ है साथीहरु। यस्तो यताउता चाहिँ टच नगर्नु होला चाहिँ भन्नुपर्छ। र हामीले यो निडिल निकाल्छौं र त्यसमा यो फिक्स, यो चाहिँ कति सम्म हामीले भित्र गहिराई सम्म हाल्ने भनेर यसमा फिक्सेटर हुन्छ। 1 2 3 4 5 भन्ने सम्मको रहेको छ र हामीले कति भित्रसम्म चाहिँ सुई गोप्ने हो भनेर फिट गर्न सक्छौं है। त्यसपछि यसलाई चाहिँ रेडी गर्नलाई तानेर आफूतिर पुश गरे भने यो माथिको एउटा बटन उठ्छ र उठे भने चाहिँ हामीले त्यो सफा गरेको ठाउँमा चाहिँ प्रिक गर्छौं। प्रिक गरेपछि चाहिँ हामीले त्यो चाहिँ ब्लड निकाल्न सक्छौं। ब्लड निस्किसकेपछि चाहिँ हामीले त्यसमा यो फिक्स गर्नुभन्दा अगाडि हामीले सबै कुराहरु मेटेरियलहरु रेडी गर्नुपर्ने भएकाले हामीहरु मिटरमा स्ट्रिप एरो व्हाइट कलरको बाहिरतिर निकालेर हामीले यसमा फिक्स गर्छौं। फिक्स गरेपछि यसमा यो आफै अन हुने गर्छ र यसमा ड्रप टाइपको एउटा ब्लडको सिम्बल आइराको देखाइराछ, एक थोपाको। त्यसपछि हामीले त्यो फिंगर टिपलाई च्यापेर एकदम पोजिसन मिलाएर है साथीहरु यसलाई फेरि हामीले सफा गर्यौं र यसलाई चाहिँ फिंगर टिपलाई च्यापेर अब हामी प्रिक गर्न गइराको छौं। यस्तो प्रिक गरे भने हल्का ब्लड आउँछ र त्यो ब्लड एकछिन
हामीले 5 सेकेन्डसम्म होल्ड गर्छौँ र हाम्रो मिटरमा रिजल्ट 5 सेकेन्डमा नै आउने गर्छ र यो पेसेन्टको 89 देखाइरहेको छ। लगभग हाम्रो यो नर्मललाई चाहिँ 89 भन्ने गर्छ। 80 देखि 100 सम्म खाना नखाएको अवस्थामा चाहिँ यो चाहिँ नर्मल नै मानिन्छ साथीहरू है। यसरी मजाले सजिलै छ 5 सेकेन्डमा हामीहरूले यो यसको रिजल्ट चाहिँ आउन सक्छ है साथीहरू। तपाईहरुले देख्न सक्नुहुन्छ 89 यो मिटरमा चाहिँ देखाइरहेको छ, नर्मल रेन्ज हो र यसरी नै तपाईहरु पनि यो ब्लड सुगर टेस्ट चाहिँ गर्न सक्नुहुन्छ। कुनै नजानेको कुराहरु कमेन्ट बक्समा भन्नुहोला र यसरी नै तपाईहरुले पनि सजिलो तरिकाले घरमै आफैले पनि यो मिटर लगेर स्ट्रिपहरु लगेर यो इन्स्ट्रुमेन्ट सबै एउटैमा आउने गर्छ र तपाईहरुले घरमा पनि प्रयोग गर्न सक्नुहुन्छ। कुनै झन्झट छैन। यो भिडियो हेरेर मजाले यो तरिकाहरु अपनाउनु होला र प्रयोग गर्दाखेरि चाहिँ ध्यान दिएर गर्दा कुनै पनि किसिमको त्यस्तो प्रब्लम चाहिँ हुँदैन साथीहरु है त। र यसमा भएको यो निडल चाहिँ हामीहरु निकालेर सिधै डस्टबिनमा चाहिँ राख्ने गर्छौं र यो सबै स्ट्रिपहरु पनि फोहोर फाल्ने कन्टेनरमा राम्रोसँग मिलाएर अरूलाई पनि यो पिन। तपाईहरुलाई यो भिडियो मन पर्यो, कस्तो लाग्यो त्यो प्रतिक्रियाहरु हजुरहरु दिन सक्नुहुन्छ र आफुलाई लागेका कुराहरु पनि मलाई यही भिडियोको कमेन्टमा गर्न सक्नुहुन्छ साथीहरु। र यो च्यानललाई सब्स्क्राइब गर्नुहोला। यदि तपाईहरुलाई यस्तै खालका भिडियोहरु हेर्न मन पर्छ भने कृपया सब्स्क्राइब पनि गरिदिनुहोला। हस् त नमस्ते, आजलाई यति नै। अर्को भिडियोमा यस्तै खालको भिडियो बनाउने बाचाका साथ तपाईहरुलाई नयाँ कुराहरु सिकाउनलाई आउने नै छु। हस् त धन्यवाद, आजलाई यति नै। नेक्स्ट टाइम फेरि भेट हुनेछ साथीहरु है त।